जेल जाँदाखेरि मान्छेले कमाएर आउने भयो क्या, समस्या चाहिँ यो भइदियो, बुझ्नुभयो नि होइन। अनि यसलाई चाहिँ हामीले मान्छेलाई त बारम्बार जेल जानु मन लाग्यो, तपाईले हामीले समितिमा बैठक गरेर पनि यो तरिकाले हामीले जति जे गरे नि त्यो कतिखेर के क्राइम गरौँ र भित्र गएर पैसा कमाउँ जस्तो गरेर एउटा माइन्डसेट हुन थाल्यो क्या मान्छेले। भित्र गएर कमाउँछ भन्दा बाहिरभन्दा भित्र कमाउँछ त मान्छे भित्र जाने भयो परिवार पाल्न त होइन। त्यही भएर यो चौकीदारको नियुक्तिमा पनि ट्रान्सपेरेन्सी आओस् भनेर हामीले त्यही हाम्रो महानिर्देशकज्यू डिजी साहबलाई हामी त्यही अनुसार निर्देशन पनि दिएको छौँ। कैदीबन्दीको कुरा गर्दै गर्दाखेरि हजुरलाई थाहा भएकै कुरा हो, हाम्रो अहिले 28,000 जना अहिले कैदीबन्दी भन्छ, जबकि हाम्रो क्यापासिटी मात्रै हाम्रो तपाईँको 19,000 जना मात्रै हो। म एउटा मन्त्री भए पनि बारम्बार म एउटा यो आन्दोलनदेखिको एउटा आएको एउटा व्यक्ति भएको हुनाले पनि यो कुरा हाम्रो लागि एकदमै सिरियस विषय हो र यसमा हाम्रो जसरी हामीले यो सरकार गठन भयो, जसरी हाम्रो अहिले यहाँ हाम्रो एउटा भनौँ हाम्रो स्टेटस छ यहाँ, त्यो मेरो विचारमा यही जेनजी आन्दोलन गरेर भएको जस्तो मलाई चाहिँ लाग्छ। अब यहाँ समितिमा धेरै गम्भीर विषयहरू उठाउनु भएको छ तपाईँहरूले, यसमा चाहिँ हामी एकदमै सिरियसली लाग्नेवाला नै छौँ होइन, यसमा कुनै शङ्का नगरे पनि हुन्छ। र यो भन्दै गर्दाखेरि तपाईँको हाम्रो कारागार ऐन चाहिँ हाम्रो 2019 को थियो, अनि पछिपल्ट गएर हाम्रो 2079 मा एकचोटि संशोधन भएको थियो र यो संशोधन भए पनि त्यो समय सापेक्षी चाहिँ अलिक भएको छैन जस्तो हामीलाई चाहिँ फिल भइरहेको छ। त्यही भएर त्यसमा पनि हामीले अलिकति एउटा प्रतिवेदन पनि हामीले तयार पारेका छौँ। त्यो प्रतिवेदनको आधारमा पनि अब माननीयज्यूहरूको यहाँ समितिको सुझावहरूलाई लिएर होइन त्यो प्रतिवेदनलाई पनि हेरेर हामीले यसमा चाहिँ फेरि संशोधन गर्नुपर्ने चाहिँ प्रायोरिटीमा राख्ने भनेर हामीले चाहिँ निर्णय एउटा गरेको पनि छौँ, मन्त्रालयको भित्रबाट निर्णय गरेका छौँ होइन। र अझै एकदमै समय सापेक्ष बनाउनु पर्ने चाहिँ यो ऐन चाहिँ हामीले देखेकै छौँ होइन। अब भर्खर कारागार नियमावली त भर्खर संशोधन भएको छ, त्यो हजुरलाई पनि जानकारी होला होइन। अब यो भन्दै गर्दाखेरि अरू विषय विशेष गरी चाहिँ हाम्रो अब जेनजी आन्दोलनको मुद्दा फिर्ताको सम्बन्धीमा यहाँ धेरै प्रश्नहरू उठाउनु भएको छ माननीयज्यूहरूले। अब हामीले म एउटा मन्त्री भए पनि बारम्बार म एउटा यो आन्दोलनदेखिको एउटा आएको एउटा व्यक्ति भएको हुनाले पनि यो कुरा हाम्रो लागि एकदमै सिरियस विषय हो र यसमा हाम्रो जसरी हामीले यो सरकार गठन भयो, जसरी हाम्रो अहिले यहाँ हाम्रो एउटा भनौँ हाम्रो स्टेटस छ यहाँ, त्यो मेरो विचारमा यही जेनजी आन्दोलन गरेर भएको जस्तो मलाई चाहिँ लाग्छ होइन। त्यही भएर यो विषयमा हामी गम्भीर छौँ। यसको लागि हामीले एउटा समिति पनि हामीले गठन गरेका छौँ। अब यो समिति कुन आधारमा गठन गर्यो भनेर हाम्रो सुलभ माननीयज्यूले पनि भन्नुभएको थियो। हाम्रो चाहिँ नेपाल सरकार वादी भई चलाइएका फौजदारी मुद्दा फिर्ता लिन सम्बन्धित निर्देशिका 2066 दफा 8 तह चाहिँ हामीले चाहिँ यो समिति एउटा गठन गरेका छौँ होइन। किनभने अब